भनौँ न कुनै एउटा नमुना मध्ये चाहिँ तपाईहरुले आफ्नो चाहिँ एन्सर सिटमा चाहिँ पाउनुहुन्छ र त्यो भर्नुपर्ने हुन्छ। अब हामी दुवै नमुनाको बारेमा चाहिँ थोरै दुवै नमुना भर्दाखेरि चाहिँ के कुरा चाहिँ हामीले पहिला ध्यान दिनुपर्छ त्यो कुरा हेरौँ हैन। र दुईटा नमुनाको बारेमा चाहिँ म अहिले भन्छु। तपाईहरुले जुनसुकै नमुना पाए पनि यो नमुनामा चाहिँ उत्तर पुस्तिका नम्बर छ कि छैन त्यो चाहिँ हेर्नुपर्छ। यो उत्तर पुस्तिका नम्बरलाई चाहिँ उपु नम्बर पनि लेखेको हुन सक्छ। जस्तै यहाँनिर मैले उपु नम्बर लेखिदिएको छु हैन। यो नम्बर छ कि छैन त्यो चाहिँ तपाईले हेर्नु पर्यो। यो उत्तर पुस्तिका नम्बर छैन भने तपाईहरुले त्यो एक्जामको हलमा भएको टिचरलाई भनेर उत्तर पुस्तिका नम्बर भएको पेपर चाहिँ तपाईहरुले लिनु पर्यो। अथवा यो नम्बर चाहिँ पुरै केयरमेट भएको छ भने हैन अब के गर्ने भनेर त्यहाँ सोध्नु पर्यो। त यो कुरा चाहिँ तपाईले मेन हेर्नुपर्ने कुरा पहिला पाउने बित्तिकै है त यो पेपर पाउने बित्तिकै हेर्नुपर्ने कुरा यस्तो छ। यो छ कि छैन केयरमेट भएको छ कि छैन के छ हैन त्यो कुरा हेरेर त्यहाँ भएको टिचरलाई चाहिँ तपाईहरुले भन्नु पर्यो है त यस्तो छ भनेर। अब क्लियरली छ भने चाहिँ समस्या भएन है। अनि अर्को कुरा के पनि भयो त भन्दाखेरि यो जुन उत्तर पुस्तिका नम्बर छ यो चाहिँ पछि छाप लगाउने नम्बर हो के। जस्तै पछि भन्नाले तपाईहरुलाई चाहिँ आउनु भन्दा अगाडि चाहिँ छाप लगाएर आएको हुन्छ यहाँनिर प्रिन्ट भएर आएको हुँदैन। अनि छाप लगाउँदाखेरि चाहिँ यो नम्बर चाहिँ अलिक तल र माथि परेको हुन सक्छ के। जस्तै उत्तर पुस्तिका नम्बर चाहिँ यो कोड नम्बर भन्दा अलि माथितिर यतातिर परेको हुन सक्छ अथवा यतातिर छड्के भएर यसरी परेको हुन सक्छ। त्यो चाहिँ उत्तर पुस्तिका नम्बर हो है। त्यहाँ आत्तिनु पर्ने कुरा चाहिँ केही छैन। छड्केहरु छ भनेदेखि चाहिँ तल र माथि चाहिँ पर्न सक्छ। सिधा यो उत्तर पुस्तिका नम्बरकै सिधा नपर्न पनि सक्छ यो चाहिँ है। स्पष्ट चाहिँ बुझ्नु यो कुरा यो चाहिँ हुनै पर्यो है। केयरमेट भएको हुनु भएन। तर छड्केहरु चाहिँ हुन सक्छ अलिकति तल माथि चाहिँ हुन सक्छ यो उत्तर पुस्तिका नम्बर। अब हामी यो पहिलो फर्मेटको बारेमा कुरा गर्छौं है। पहिलो फर्मेट जुन छ यो पहिलो फर्मेट अथवा दोस्रो फर्मेटकै बारेमा पनि कुरा गरौँ। यो दुवै फर्मेटमा चाहिँ के हुन्छन् त भन्दाखेरि यो दुवै फर्मेटको ठ्याक्क पछाडीपट्टि तपाईहरुले लेख्नु हुँदैन। फ्रन्ट पेजको पछाडीपट्टिको भागमा लेख्ने नै होइन है। यही पनि लेखिदिएको छ यस कभर पेज भित्रपट्टि नलेख्नु होला भनेर लेखिदिएको छ। अनि तपाईहरुको एक्जाममा चाहिँ यही पनि यसरी काटेर यो पृष्ठमा नलेख्नु होला भनिदिएको हुन सक्छ। सो यसको पछाडी तपाईले लेख्ने नै होइन किनभने तपाईहरुको यो त परीक्षा बोर्डमा गइसकेपछि बीचबाट च्यातेर यसको आधी भाग त परीक्षा बोर्डमा राख्छ भनेपछि तपाईले यसको पछाडी लेख्नु भयो भने त यो आधी काटेपर त तपाईहरुको चाहिँ भनौं न यो पेपर परीक्षा बोर्डमा बस्छ र यो चेक हुँदैन। त्यही भएर यसको पछाडी तपाईले लेख्ने नै होइन है। जुनसुकै फर्मेटको फ्रन्ट पेजको पछाडी अथवा कभर पेजको पछाडी लेख्ने होइन। त्यो बाहेक अरु सबै पानामा तपाईहरुले लेख्नुपर्छ। कुरा बुझ्नुभयो नि। अब हामी दुवै फर्मेटको बारेमा कुरा गरौँ। पहिलो फर्मेट जुन छ पहिलो फर्मेटमा अथवा दोस्रो फर्मेट दुवैमा है दुवैको हकमा चाहिँ यहाँ कोड नम्बर भनेर लेखेको छ। यो कोड नम्बर लेखेको ठाउँमा तपाईहरुले केही पनि लेख्ने होइन। तपाईहरुले यहाँ छुने नै होइन। यो कोड नम्बर भएको ठाउँमा केही भर्नु पर्दैन तपाईहरुले यसमा। यो चाहिँ के हो त भन्दाखेरि तपाईहरुको यो पेपर लेखिसकेपछि हैन केन्द्रमा जान्छ हैन परीक्षा बोर्डमा जान्छ र परीक्षा बोर्डमा गइसकेपछि तपाईहरुको चाहिँ यहाँ कोड हाल्नको लागि चाहिँ यो नम्बर चाहिँ यहाँ राखिदिएको यो खाली ठाउँ। यहाँ चाहिँ परीक्षा बोर्डका मान्छेले कोड चाहिँ छाप हान्छन् दुवैतिर एउटा यी कोड अनि बीचबाट च्यातेर तपाईहरुको पेपरलाई चाहिँ पछि पहिचान गर्नको लागि त्यो कोड नम्बर चाहिँ प्रयोग हुन्छ। यहाँ तपाईले भर्ने होइन है त। अब यो जुन पहिलो फर्मेट छ पहिलो फर्मेटको यो देब्रेपट्टिको भागमा तपाईहरुले केही पनि भर्नु पर्दैन। मैले अघि भनिसके कोड नम्बर त तपाईले भर्ने नै होइन यहाँ माथिको कोड नम्बर है। अब जुन यो पहिलो फर्मेट छ राम्ररी हेर्नु कस्तो छ पहिलो फर्मेट। यो पहिलो फर्मेटको देब्रेपट्टिको खण्डमा परीक्षार्थीले केही पनि भर्नु पर्दैन। विद्यार्थीले केही पनि भर्नु पर्दैन। यतापट्टि हामीले भर्ने हो। यतापट्टि हामीले भर्नुपर्ने भनेको सिम्बल नम्बर हैन नेपाली र इंग्लिशमा र अक्षरमा। नेपाली भाषामा तपाईले दिदै हुनुहुन्छ भने नेपालीमा भर्नु पर्यो। अंग्रेजीमा दिदै हुनुहुन्छ भने अब वर्ड्समा चाहिँ अंग्रेजीमा भर्नु पर्यो अथवा इंग्लिशमा भर्नु पर्यो। सब्जेक्ट स्पष्ट रूपमा लेख्नु पर्यो। पत्र भनेर भनेको छ यो पत्र भनेको चाहिँ यो क्वेशन पेपर माथि भएको चाहिँ कोडलाई चाहिँ तपाईले स्पष्ट रूपमा लेख्नु पर्छ। ठीक छ। अब यो चाहिँ यता र यता जता नै हुन सक्छ। यो साइडमा अथवा यही साइडमा पनि हुन सक्छ। कोड नम्बर चाहिँ हेरेर यहाँ कोड नम्बर भर्नु पर्यो पत्रमा। परीक्षा केन्द्रमा तपाईले कुन परीक्षा केन्द्रमा गएर परीक्षा दिने हुनुहुन्छ त्यो भर्ने स्पष्ट रूपमा। मिति कुन डेटमा चाहिँ तपाईले एक्जाम दिने हुनुहुन्छ त्यो मिति लेख्नु होला। अब यो निरीक्षकको हस्ताक्षरमा चाहिँ क्लासमा बस्ने गार्डले भर्नुहुन्छ सरी साइन गरिदिनुहुन्छ। अनि यो केन्द्राध्यक्षको हस्ताक्षरमा चाहिँ एक्जाम सेन्टरको हेडले चाहिँ यहाँनिर तपाईहरुलाई चाहिँ साइन गरिदिनुहुन्छ। अनि तपाईहरुले चाहिँ एन्सर सिट थप्नु भयो हैन। अब एन्सर सिट हामीले थप्छौं। अब तपाईले एउटा एन्सर सिट थप्नु भएको छ भने +1 अर्को थप्नु भएको छ भने +1 गर्दै यहाँ हामी चाहिँ जान्छौं है त। थपेको छैन भनेदेखि यहाँ लेख्नु परेन। कुरा बुझ्नु भयो यसमा। ठीक छ है। यतापट्टि चाहिँ तपाईले केही भर्ने होइन यो पहिलो फर्मेटको हकमा। अब जुन यो सेकेन्ड फर्मेट छ
यो सेकेन्ड फर्मेटमा चाहिँ के छ त भन्दाखेरि चाहिँ दाहिनेपट्टि र देब्रेपट्टि दुवैतिर भर्नुपर्छ। तर भर्ने भन्दामा यो जुन कोड नम्बर छ यो कोड नम्बरमा चाहिँ हामीले केही पनि भर्ने होइन है। अघि पनि भनेको छु कोड नम्बर भर्ने होइन भनेर। अब यसमा चाहिँ हेरौँ है त, यहाँ जुन देब्रेपट्टिको भाग छ यो देब्रेपट्टिको भागमा तपाईहरूले यहाँ दिएका कुराहरू भर्नुपर्छ। विषय होइन, पत्र भनेको अघि मैले भनिसकेँ होइन। यो क्वेसन नम्बरमा भएको चाहिँ जुन क्वेसन पेपरमा भएको कोड यहाँनिर भर्ने होइन। भाषाको माध्यम नेपाली हो कि अङ्ग्रेजी होइन इङ्ग्लिस हो त्यो पर्यो। अनि परीक्षा मिति थप उत्तर पुस्तिका भयो, उत्तर पुस्तिका सङ्ख्या भन्ने कुरा छ। अब कतिवटा छ होइन, एउटा थप्नु भने +1 अर्को थप्नु भने +2 एकैचोटि दुईवटा थप्नु भने +2 लेख्दाखेरि पनि भयो। अब यो सिम्बल नम्बर चाहिँ एकदम स्पष्ट रूपमा भर्नुपर्छ। तपाईँहरूको सिम्बल नम्बर भर्ने र सिम्बल नम्बर पछाडिको अल्फाबेट पनि यहाँ चाहिँ लेख्नुपर्छ। ABCDEFG हुनसक्छ होइन, एउटा अल्फाबेट हुन्छ त्यो अल्फाबेट पनि भर्नु पर्यो। अनि यहाँ चाहिँ अब इन वर्ड्स भनेको छ। अघि भनिसके तपाईँहरूले चाहिँ नेपाली भाषामा चाहिँ परीक्षा दिँदै हुनुहुन्छ भने यहाँ चाहिँ नेपालीमा भर्नुहोस् होइन। इङ्ग्लिसमा एन्सर लेख्दै हुनुहुन्छ भने इङ्ग्लिसमा भर्नुहोस्। तर नेपाली इङ्ग्लिस त्यो त्यति साह्रो फरक चाहिँ यसमा पर्दैन। तपाईँले चाहिँ स्पष्ट रूपमा चाहिँ भर्नु पर्यो यसमा होइन। तर यति कुरा चाहिँ भनौँ सजिलोलाई पनि के बुझ्नुहोस् त भन्दाखेरि नेपाली भाषामा एन्सर लेख्दै हुनुहुन्छ भने यहाँ नेपालीमा भर्नुहोस्, इङ्ग्लिस भाषामा चाहिँ एन्सर दिँदै हुनुहुन्छ भने इङ्ग्लिसमा चाहिँ भर्नुहोस् है त। अब हामी यहाँ भरि हेर्छौँ है त एउटा नमुना। ल जुन पहिलो नमुना छ यसको चाहिँ हामीले यो दाहिनेपट्टिको खण्डमा मात्रै भर्नुपर्छ। त्यही भएर अब सपोज मैले यहाँ चाहिँ सिम्बल नम्बर यहाँनिर लेख्दैछु। मेरो सिम्बल नम्बर चाहिँ सपोज यस्तो छ। अब नेपालीमा हामीले भर्दैछौँ। पहिला यहाँ नेपाली छ त्यही भएर यसरी हेर्नु 0 2 8 3 5 यो चाहिँ सपोज मेरो सिम्बल नम्बर भयो होइन। 0 6 अनि पछाडि चाहिँ अल्फाबेट छ B भनेर, यो अल्फाबेट पनि भर्नु पर्यो। नेपालीमा भरिसकेपछि अब यही नम्बरलाई यहाँनिर इङ्ग्लिसमा लेख्ने 028 3506B। अब तपाईँहरूले सपोज मैले चाहिँ इङ्ग्लिस ल्याङ्ग्वेजमा चाहिँ दिँदैछु भनेदेखि अब यहाँ चाहिँ सबै इङ्ग्लिसमै भर्ने यिनीहरू चाहिँ है त। अब अक्षरमा चाहिँ यो कति हुन्छ त भन्दाखेरि 2 लाख होइन 83,000 अनि 506 अनि B भनेर यसरी यहाँनिर भर्नु पर्यो है त। अब सब्जेक्ट मैले साइन्सको दिँदैछु। पत्रमा चाहिँ अब क्वेसन नम्बर क्वेसन पेपर भन्दा माथि भएको चाहिँ यो कोडलाई चाहिँ लेख्ने। मैले चाहिँ यो लेखिदिएँ कोड नम्बर होइन। तपाईँहरूको चाहिँ प्रश्नपत्रमा जुन कोड नम्बर छ त्यही कोड नम्बर लेख्ने। तपाईँहरूको सिम्बल नम्बर चाहिँ भनौँ न 20 लाखबाट 10 लाखबाट पनि सुरु भएको हुनसक्छ र करोडबाट पनि सुरु भएको हुनसक्छ होइन। अब कतिवटा डिजिट छ 8 वटा डिजिट होला होइन अहिलेको सिम्बल नम्बरमा। अब त्यो चाहिँ पहिला आफूले राम्ररी प्र्याक्टिस गरेर जानु होला। अब परीक्षा केन्द्र चाहिँ सपोज मैले गणेश सेकेन्डरी स्कुलमा दिँदैछु भनेदेखि अब यहाँनिर मैले लेखेँ गणेश। अब तपाईँहरूले जुन सेन्टरमा दिँदै हुनुहुन्छ त्यो लेख्ने, आफ्नो स्कुलको नाम लेख्ने होइन है। जुन परीक्षा केन्द्रमा गएर जहाँ दिँदै हुनुहुन्छ त्यसको चाहिँ नाम लेख्ने। र मैले चाहिँ यहाँनिर डेट लेखेँ। डेट पनि स्पष्ट रूपमा लेख्नुपर्छ। र अब यहाँ चाहिँ अरू केही पनि भर्ने होइन है। यहाँ चाहिँ अब निरीक्षकले आएर चाहिँ तपाईँहरूको चाहिँ सिग्नेचर गरिदिनुहुन्छ। यहाँनिर कम्पलसरी हुनुपर्छ यो सिग्नेचर है। तपाईँले एक्जाम दिइरहेको बेला आएर गर्नुहुन्छ। अनि यो केन्द्राध्यक्षको सिग्नेचरमा चाहिँ पहिल्यै सिग्नेचर गरेर आएको पनि हुनसक्छ। अरू केन्द्राध्यक्षले चाहिँ आएर त्यही क्लासमा सिग्नेचर पनि गरिदिन सक्नुहुन्छ। यो चाहिँ कम्पलसरी सिग्नेचर हुनुपर्ने ठाउँ हो। तपाईँहरूले सिग्नेचर गर्ने होइन। यहाँ एक्जाम सेन्टरको चाहिँ मान्छेहरूले सिग्नेचर गर्नुहुन्छ। र तपाईँले चाहिँ एउटा एक्स्ट्रा पेपर थप्नुभयो भने यहाँनिर +1 लेख्ने होइन। अर्को पनि थप्नु भने +1 लेख्ने। यसरी चाहिँ हामीले यो भर्छौँ है त। यो सिम्बल नम्बर चाहिँ तपाईँहरूको अलिकति लामो पनि हुनसक्छ। अब कतिवटा सिम्बल नम्बर आउँछ त्यसमा भर पर्छ। ठिक छ। अनि कहिलेकाहीँ चाहिँ सिम्बल नम्बरको चाहिँ जुन यो बक्समा चाहिँ 8 वटा मात्रै बक्स छ यहाँनिर। अनि तपाईँहरूको सिम्बल नम्बरमा चाहिँ 9 वटा छ भनौँ न। पुरै यो अल्फाबेट समेट गरेर 9 वटा छ भने अल्फाबेटलाई चाहिँ बाहिर भर्नुपर्ने अवस्था पनि हुनसक्छ। अब हामी यो दोस्रो फर्मेटलाई चाहिँ भरि हेर्छौँ।
दोस्रो फर्मेटको हामीले दुवैतिर भर्नुपर्छ हैन। मैले चाहिँ अब यसमा नेपालीमा भरेर देखाएँ। विषय मैले नेपाली लेखेँ। अब पत्रको यो कोड नम्बर चाहिँ इंग्लिशमै हुन्छ, त्यही भएर मैले सब BP 100C आएको छ। सपोज यो कोड नम्बर अब जे छ त्यही भर्ने हो। मैले चाहिँ यसरी भर्दिएँ। भाषाको माध्यम नेपाली। हाम्रो अर्को फर्मेटमा चाहिँ भाषाको माध्यम थिएन, त्यो हुन पनि सक्छ हैन। अब के गर्छ परीक्षा बोर्डले, अब मिति हामीले लेख्नु पर्यो। अब थप उत्तर पुस्तिका भयो, यो चाहिँ अब पछि भर्ने कुरा हो हैन, अहिले नै भर्ने होइन। यहाँ पनि मैले चाहिँ भरेर देखाइदिएको छु। पहिले चाहिँ +1+1 गर्ने होइन है। अब यहाँ सिम्बल नम्बर चाहिँ लेख्नु पर्यो। सिम्बल नम्बर चाहिँ अब पहिला नेपालीमा छ। मैले सपोज यस्तो लेखेँ सिम्बल नम्बर 018 310001 र यहाँ सपोज B छ। अब यसलाई नै इंग्लिशमा अब हामीले नेपाली भाषामा लेख्दैछौँ भने अब यो जुन अक्षरमा छ हैन, यो पनि अब नेपालीमै लेख्नुपर्छ। अब यसमा 1 10 100 1000 10,000 लाख 10 लाख भनेपछि 18 लाख 18,31,000 31,000 अनि त्यसपछि 1 मात्रै भयो यसमा र यो B भनेर यसरी इंग्लिशमै लेख्ने है। यो चाहिँ ठीक छ। अब परीक्षा केन्द्र चाहिँ मैले सपोज गणेश मावि लेखेँ। अब तपाईहरुको जे छ त्यो लेख्ने है। फेरि आफ्नो स्कुलको नाम चाहिँ लेख्ने हैन यसमा। अब यति लेखेपछि तपाईहरुले चाहिँ यो दोस्रो फर्मेटमा कतै पनि केही लेख्नु पर्दैन। अब यहाँ चाहिँ निरीक्षकले आएर हस्ताक्षर गर्नुहुन्छ, यहाँ चाहिँ केन्द्र अध्यक्षले आएर हस्ताक्षर गर्नुहुन्छ। अब स्टुडेन्टहरुले चाहिँ कमनली गर्ने मिस्टेक चाहिँ के छ त भन्दाखेरि जुन यो चाहिँ सिम्बल नम्बरलाई चाहिँ यसरी चाहिँ यो वर्ड्समा लेख्न नजानेर चाहिँ बिगारिरहेको चाहिँ पाइन्छ। अब त्यस्तो वर्ड्समा लेख्न आएन भने सपोज हेरौँ है त, मैले यहाँनिर लेखेँ नम्बरमा ल एउटा 1508801 यसरी B छ सपोज। अब नेपालीमा मैले यहाँनिर लेखेँ है त। अब सपोज तपाईहरुलाई चाहिँ यो सिम्बल नम्बर चाहिँ वर्ड्समा लेख्न आएन भने तपाईले यसरी पनि लेख्न सक्नुहुन्छ। यहाँबाट 1 FIONE1 FIB5 भनेर यसरी चाहिँ वर्ड्समा पनि तपाईले चाहिँ लेख्न सक्नुहुन्छ है त। यसरी 1 5 0 8 8 0 1 1 अनि त्यसपछि B यसरी पनि तपाईहरुले चाहिँ यो लेख्न सक्नुहुन्छ है त। अब सबभन्दा चलन चल्तीको हाम्रो पहिलादेखि चलिआएको चलन चाहिँ यही हो, यसरी चाहिँ हैन। अब 31,000 हैन, अब कति 18 लाख हैन, अब कति छ तपाईहरुको 18 लाख हैन 20,102 अब यसरी लेख्ने चलन छ हैन। अब त्यो सकिएन, अब कन्फ्युजन भयो भने चाहिँ अब यसरी पनि तपाईहरुले चाहिँ लेख्न सक्नुहुन्छ। नेपालीमा हो भने अब 1 8 हैन 00 के छ त अब तपाईहरुको हैन, त्यसरी चाहिँ लेख्न सक्नुहुन्छ है त। यो चाहिँ यहाँनिर 5 हो। ठीक छ। यसरी चाहिँ तपाईहरुले करेक्ट रूपमा भर्नुपर्छ है। अब तपाईहरुलाई चाहिँ फेरि यहाँ एउटा कुरा फेरि है मैले अन्तिममा चाहिँ भने, तपाईहरुले चाहिँ नेपाली विषयको दिइरहनु भएको छ, नेपाली माध्यममै भनौँ नेपालीको अब नेपालीमै लेख्छौँ, तर चाहिँ उतापट्टि सामुदायिक विद्यालय गभर्नमेन्ट स्कुलतिरकोहरूले चाहिँ अब गणित हैन म्याथलाई चाहिँ नेपाली भाषामा चाहिँ अब म्याथको एक्जाम दिइरहेछ भने अब यहाँ पनि नेपाली नै लेख्नुपर्छ हैन। म्याथलाई चाहिँ नेपाली भाषामा दिइरहेछौँ, साइन्सलाई चाहिँ हामीले नेपाली भाषा अथवा नेपाली माध्यमबाट चाहिँ दिइरहेछौँ भने त्यहाँ पनि नेपाली लेख्नु पर्यो। अब प्राइभेट स्कुलकोहरूले त इंग्लिश नै लेख्ने हो, नेपाली सब्जेक्ट बाहेक अरूको चाहिँ ल्याङ्ग्वेजमा हैन भाषाको माध्यममा। अनि मैले फेरि भनेको छु यो उत्तर पुस्तिका नम्बर चाहिँ छ कि छैन हेर्नुपर्छ, स्पष्ट रूपमा दिएको छ कि छैन त्यो हेर्नुपर्छ। र जुन एटेन्डेन्स आउँछ हाजिर त्यसमा पनि यो नम्बर चाहिँ हामीले भर्नुपर्ने हुन्छ हैन। अनि यो दुईटा फर्मेट मध्ये पनि तपाईहरुलाई चाहिँ यो फर्मेट चाहिँ सोध्यो भने पनि यसमा चाहिँ अलिकति केही चेन्जेसहरु चाहिँ हुन सक्छ, केही कुरा थपेको हुन सक्छ, भर्ने त्यो चाहिँ स्पष्ट रूपमा भर्नु होला हैन। अब एन्सर चाहिँ थपेको छ भने यो +1 +2 लेख्न नछुटाउनु होला। यही कुराहरु छन् यसमा। यो दुवै फर्मेट मध्ये एउटा फर्मेट तपाईहरुलाई सोध्छ, यिनीहरुमा हल्का केही चेन्जेसहरु हुन सक्छन्, त्यसमा आत्तिनु परेन। र कसरी भर्ने मैले त्यो भनेको छु, राम्ररी भर्नु होला। र यो जुन सिम्बल नम्बर चाहिँ तपाईहरुको चाहिँ त्यो इन्ट्रान्स कार्ड आइसकेपछि राम्ररी हैन यो सिम्बल नम्बरलाई चाहिँ अक्षरमा लेख्नको लागि प्र्याक्टिस गरेर जानु होला है त। त्यति गर्यो भने तपाईहरुलाई चाहिँ एकदमै फाइदा हुन्छ।
अब आजको यस भिडियोमा चाहिँ मैले बोल्दाखेरि मेरो अलिकति टङ स्लिपहरू चाहिँ भएको छ। अब त्यतिले यो भिडियोमा चाहिँ केही फरक नपर्ला। अझै पनि तपाईँहरूलाई चाहिँ के कन्फ्युजन छ भने त्यो कुराहरू चाहिँ तल कमेन्ट गर्नु होला है। अब हामी चाहिँ अर्को भिडियोमा भेट्नेछौँ र मैले फेरि भिडियोको अन्तिममा चाहिँ के भन्दैछु त्यो कुरा ध्यान दिनु होला। उत्तर पुस्तिका नम्बर हुनैपर्छ, छैन भने त्यहाँनिर भन्नु होला। कोड नम्बरमा तपाईँले केही पनि लेख्ने होइन यो भागमा है, दुवै फर्मेटको कोड नम्बरमा केही लेख्ने होइन। र यो निरीक्षक होइन केन्द्राध्यक्षको हस्ताक्षर चाहिँ पछि आएर हस्ताक्षर चाहिँ गरिदिनुहुन्छ यिनीहरूमा होइन। अनि यतापट्टि चाहिँ तपाईँहरूले यो परीक्षक भनेर लेख्या हुन्छ, स्टुडेन्ट चाहिँ परीक्षक भने म हो परीक्षक, म त स्टुडेन्ट हो भनेर होइन। तपाईँहरूले चाहिँ भनौँ न परीक्षार्थी भन्थानेर यहाँनिर चाहिँ आफूले साइन गरिदिनुहुन्छ। यहाँ साइन गर्ने नै होइन है, यतापट्टि यिनीहरूमा यो बट्टामा कतै पनि केही पनि साइन गर्ने होइन। यिनीहरू अङ्क लेखेको यता ठाउँतिर है, यिनीहरूमा कतै पनि केही गर्ने होइन। ल आजको भिडियोमा यति नै। अझै पनि तपाईँहरूलाई चाहिँ के कन्फ्युजन छ भने कमेन्ट गर्नु होला। तपाईँहरूको कमेन्टको रिप्लाई म छिटै दिने प्रयास गर्छु। एसईको तयारी गरेर बसिराख्नु भएको भाइ बहिनीहरूलाई बेस्ट अफ लक।